So this is the part 2 हैन यो न्यू युनिक वाला मोमो बनाउनेको part 2 हो यो चाहिँ अनि I don't know if this will work out तर let's see I don't know if you guys मैले चाहिँ डिप गर्छु अब यो पिठोमा नो सुरुमा पिठोमै डिप गर्ने हैन हो वाटर हैन मैले वाटरमा डिप गरे पिठो ओए भाछ and then again on in water फेरि वाटरमा फेरि ओए धेरै बेर राख्न नआउँदो रहेछ म बोले नि त राखे गाइज मैले जे पनि यस्तै बिगार्छु कि मेरो नाम बिगार्सिङ राखे हुन्छ यार अब कसम यो पुरै भित्र गयो पिठो अब भएन नि त यो तर आई गेस दिस विल वर्क आउट यो के गरे के मैले म त केही गर्न नआउने यार मलाई त टेन्सन लागिसक्यो त न्यू मोमो न्यू युनिक मोमो हेर्नु यहाँ हेर्नु यता पिठो छ भित्र म जे गरे नि भए के मैले क्लियरली गराएको स्टेप पनि देखाएको थिएँ कि तर अहिले त्यो भिडियो नै छैन होइन अब म के गरौँ कि गाइस सधैँ मसँग यस्तो किन हुन्छ लास्टसम्म चाहिँ मैले यतिको डिजाइन गराउन सकेको थिएँ है त ओ माई गुडनेस दिस इज गुड अति मिठो लुक एट द्याट मैले देखाउन मिलेन कि धेरै एक्सपोजर भयो तर ओके मलाई यो भिडियोमा खाएको मन पर्दैन तर त्यो किनेको मोमो भन्दा मिठो हो क्या इट्स भेज अभियसली ओके म चाहिँ अब आनन्दले खान्छु तर आई गेस आई शुड स्टार्ट मुकबाङ हुन्छ ओए मेरो भेनी लागिसक्यो 9 आउट अफ 10 आफूले पकाएर 10 आउट अफ 10 भन्नु भएन नि त तर अति मिठो द बेस्ट पार्ट इज एमा मैदा छैन अनि द बेस्ट पार्ट इज एमा प्रोटिन छ मेबी आई डोन्ट नो मैले